आज वैशाख 18 गते बहिनी ज्वाइँको के भयो अरे के भन्छ एनिभर्सरी नेपालीमा के भन्छ एनिभर्सरीलाई के भन्छ हौ के जे भने पनि होइन अरे होइन अनि अब बहिनी चाहिँ आउने भने एउटा फेरि ट्याटु हान्ने अरे बहिनी चाहिँ अनि दाईहरूलाई चाहिँ यहाँनिर दाई दाजुभाइलाई चाहिँ पुरा मासु पकाउनु लाएर यताउता उता ट्याटु मस्त हानिदिरहेछ ज्वाइँलाई रुवाएको रुवाएँ होला आउँदाखेरि कति 9 बजिसकेन 9:30 भइसक्यो अनि अब अहिलेसम्म आएको छैन अनि हामी चाहिँ के गर्दैछौँ भन्दाखेरि दाजुभाइ मिलेर चाहिँ यता के अरे यो कुखुराको जाँते अरे अनि कलेजो अरे मुटु अरे दाई यता फेरि लली मिडल विङ्स टिप अनि के छ यहाँनिर पुरा पकाउँदै है अहिलेसम्म दाजुभाइ चाहिँ यस्तो पकाएकै सबैजनै लाइन यतापट्टि यस्तो छ पकाएर रेडी गरिराखेको यता फेरि यस्तो अरे अनि यहाँनिर के अरे केक काट्ने अरे अहिलेसम्म केक काट्ने मान्छेहरू चाहिँ यत्रो गिफ्ट आइसकेको छ फेरि यहाँ के छ थाहा छैन है हो अब यत्रो गिफ्टहरू यस्तो गरेर बसिरहेको अहिलेसम्म आइपुगेको छैन दुईजना चाहिँ अनि यहाँनिर दाइले यस्तो पकाइरहेको छ होइन के चाहिँ एक्सपिरियन्स दुईजनालाई के भन्नुहुन्छ अलिक छिटो चाहिँ आउनु पर्ने हो भन्छु म पनि होइन यहाँ दाइले यो लली बनाउनु हुँदैछ होइन म चाहिँ अब यहाँनिर कहिले त यता त्यो कहाँ तैँले ओभरटेक नगर्नु नि मेरो म चाहिँ पुरा यस्तो बनाउँदैछु यो अनि छैन अब दुईजना आइपुग्दैन यस्तो दामी यो जाँते होइन ल डायमन्डहरू चिकन डायमन्ड भन्ने थाहै छ नि तपाईँहरूलाई पनि यो हेर्नु जहाँ यस्तो दामी बनाएर अनि अर्को के छ यहाँनिर लली यस्तो दामी दाइले टक्कसँगलाई होइन फ्राई गरेर डिप फ्राई हाफ फ्राई हो अनि अब यसरी पकाएको दुईजना आइपुगेकै छैन यसमा त फेरि जाइन्छ नि फेरि दाइ यो पिग्लिँदैन पिग्लिजान्छ नि त प्लास्टिक त्यो यसमा एउटा उयसमा हाल्नु न दाइ भिटे पात्र यस्तो हालिराखेको छ त्यो यहाँ माथि हालेर अनि अब यसमा राख्नु न यसमा थालमा अझैसम्म आइपुगेको छैन दुईजना के छ होइन एक्चुली म यो पनि सर र मेनु घुमाइदिनु दालहरू दाल पनि छ ल यस्तोहरू छ टक्क यहाँदेखि यता चाउचाउहरू पनि छ यो के दालहरू यो के को यो रुख टमाटरको अचार यो अर्को अचार सलाडहरू अरे फेरि यता हेर्नु मासुहरूसँग खाने यस्तो बनाएर बसेको आइ नै पुग्दैन क्या अब दुईजना एनिभर्सरी चाहिँ दुईजनाको भन्दा पनि यता हाम्रो जस्तो भइरहेको छ क्या होइन दाइ पकाउने कि कसो भाउजू भाउजू फेरि बोल्नै हुन्न ल अब यो एकछिन चाहिँ अब अफ गरेर यहाँनिर अब दुईजना बहिनीको आएपछि फेरि कन्टिन्यू गर्ने यो राति 10 बजीतिर आएर ट्याटु देखाउँदैछ ढिलो भएर है यसको ट्याटु सेडिङहरू पनि राम्रो हान्दो रहेछ हौ अनि कस्तो क्लियर हान्छ नि अब यस्तो चाहिँ अब ट्याटु हान्छ आउँछ अनि ट्याटु हान्दा ढिलो भयो अरे आज फेरि राति कति 10 बजिसक्यो राति 10 बजीतिर आएर है अब चाहिँ हान्न थाल्यो हान्न थाल्यो चाहिँ के हो न आधी पिल्टो सबैजना आधी पिल्टो लाइन नै भुइँमा बसेर दाइ म पनि मलाई त दामी सुहाएछ यार ढाका टोपीले आज किनेको मलाई साह्रै मन पर्यो हजुर हजुर अघि त्यहाँ मलाई त्यो अस्तिदेखि मन परेको थियो क्या चाहिँ अनि अलिकति त्यहाँ एकाउन्टमा 500 रुपियाँ जति रहेछ 300 रुपियाँमा उठाइदिइहालेँ मैले त त्यो हिकोला रोडमै नि त्यहाँ बिहानै खोली पनि राखेको हुँदो रहेछ अनि मन परेर होइन मलाई त्यो त त्यो कालो टोपी लगाएको मुस्लिम जस्तो पो देख्दो रहेछ ठिक देखेको छ नि मलाई